नमस्ते क्रिकेट प्रेमीहरू। महिला प्रिमियर लिग WPL 2026 कोलम्बो रोमाञ्चक यात्रा जारी छ र आजको माहौल निकै विशेष छ। आज हामी कुरा गर्दैछौं खेल नम्बर 14 कोलम्बो, जहाँ गुजरात जायन्ट्स र यूपी वारियर्स आम्ने-सामने हुँदैछन्। वडोदराको सुन्दर मैदानमा बेलुका 7:30 बजे सुरु हुने यो खेल दुवै टोलीका लागि गर या मर, डु अर डाईको अवस्थामा छ। आजको यस भिडियोमा हामी पिच रिपोर्ट, सम्भावित प्लेइङ 11 र अङ्क तालिकाको गणितबारे विस्तृत चर्चा गर्नेछौं। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। 2. सबैभन्दा पहिले कुरा गरौं पिचको। वडोदराको BCA स्टेडियम ब्याटरहरूका लागि स्वर्ग नै मानिन्छ। यहाँको बाउन्ड्री छोटो भएकोले आज हामी धेरै छक्का र चौकाको वर्षा देख्न पाउनेछौं। तर यहाँ एउटा एक्स फ्याक्टर छ, त्यो हो शीत ड्यू। दोस्रो इनिङ्समा बलरहरूलाई बल ग्रिप गर्न निकै गाह्रो हुनेछ। त्यसैले टस जित्ने कप्तानले आँखा चिम्लिएर पहिले बलिङ रोज्दै रन चेज गर्न रुचाउनेछन्। यहाँको औसत स्कोर 170 देखि 180 कोलम्बो बीचमा रहने अनुमान गर्न सकिन्छ। टिम एनालिसिस। अब हेरौं दुवै टोलीको तयारी। गुजरात जायन्ट्स टोलीको कप्तानी एस्ले गार्डनरले सम्हाल्दै छिन्। उनीसँग बेथ मुनी र सोफी डिभाइन जस्ता विश्वस्तरीय र विस्फोटक ओपनरहरू छन्। मध्यक्रमलाई बलियो बनाउन अनुष्का शर्मा र जर्जिया वारेहम तयार छन्। यूपी वारियर्स यो टोली पनि कम छैन। दिग्गज कप्तान मेग ल्यानिङ र आक्रामक युवा ब्याटर किरण नवगिरेले ओपनिङ गर्नेछन्। विशेष गरी फोबी लिचफिल्ड अहिले गजबको लयमा छिन्। बलिङतर्फ विश्वकै नम्बर 1 स्पिनर सोफी एकलस्टोन र भारतीय अलराउन्डर दीप्ति शर्माले विपक्षीलाई दबावमा राख्नेछन्। अङ्क तालिका र भविष्यवाणी, पोइन्ट्स टेबल एन्ड कन्क्लुजन। अङ्क तालिकाको स्थिति हेर्दा RCB 5मा 5 जितसहित शीर्ष स्थानमा सुरक्षित छ। तर यूपी र गुजरात दुवैको अवस्था उस्तै छ, 5 खेलमा मात्र 2 जित। त्यसैले प्लेअफको दौडमा रहिरहन आजको खेल जित्नै पर्ने दबाव दुवैमा छ। आज सबैको नजर फोबी लिचफिल्ड र एस्ले गार्डनरमा हुनेछ। लिचफिल्डले अघिल्लो खेलमा 40 बलमै 78 रन बनाएर तहल्का मच्चाएकी थिइन्। के आज उनले शतक प्रहार गर्न सक्लिन्? तथ्याङ्क र हालको फर्म हेर्दा यूपी वारियर्सको पल्ला केही भारी देखिन्छ, तर गुजरात जायन्ट्सलाई कम आँक्न मिल्दैन। तपाईलाई के लाग्छ, आजको बाजी कसले मार्ला, गुजरात कि यूपी? तल कमेन्ट बक्समा आफ्नो भविष्यवाणी लेख्नुहोला। क्रिकेटको यस्तै ताजा अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।